हेलो साथीहरू, म चाहिँ आज एउटा बिल्डिङ्समा माथि टप फ्लोरमा 88 फ्लोरमा जाने प्लानमा छु। त्यो बिल्डिङको नाम चाहिँ चिनमाओ टावर भन्छ होइन। त्यो चाहिँ पछाडि रहेको छ। त्यो जुन यो हो होइन, म यसको टपमा जाँदैछु। त्यसको लागि चाहिँ टिकट रहेको छ। टिकट लगभग नेपाली 6-7 हजार पर्छ। त्यो भनेको चाहिँ चाइनिज चाहिँ 200 RMB एराउन्ड पर्छ होइन। फेमस दिस वान यो दुइटा चाहिँ एकदमै फेमस हो। यहाँ अरू पनि छ बिल्डिङहरू चाहिँ, तर म चाहिँ त्यहाँ जाँदैछु। यहाँ वरिपरि सबै नै बिल्डिङ हो। जस्तो यो लुइस भुइटेन होइन, लुइस भुइटेनहरू लगायत अरू विभिन्न ब्रान्ड्सहरू अफिसहरू रहेको छ होइन। आज वेदर एकदम राम्रो छ होइन। म चाहिँ अब त्यता बिल्डिङतिर जाँदैछु। हेर्नुहोस्, टलेस्ट चाइनाको यो चाहिँ टलेस्ट वान है। यो चाहिँ टलेस्ट वान हो। म चाहिँ लाग्दैछु बिल्डिङतिर। तपाईँहरू पनि हेर्नु होला। यहाँ चाहिँ इलेक्ट्रिक बाइक हुन्छ, पेट्रोलवाला हुँदैन, डिजलवाला हुँदैन, इलेक्ट्रिक हुन्छ होइन। म चाहिँ हजुरहरूलाई देखाउँछु। म जाँदैछु। पछाडि सबै बिल्डिङहरू चाहिँ अफिसहरू, मेनली अफिसको पर्पजको लागि हो यहाँ मेन, प्लस अनि टुरिस्टहरूको लागि घुम्नको लागि। म चाहिँ सानो ब्याकप्याक बोकेर पासपोर्टहरू, पावर ब्याङ्कहरू चाहिँ लिएर हिँडिरहेको छु। सायद अब म पनि यो बिल्डिङमा 88 फ्लोर्स पहिलोचोटि नै हो। पछाडि रहेको छ है। विदेशीहरू पनि सायद त्यहीँ जानको लागि हो कि सायद हामी एउटा जान मिल्यो। अहिले ग्रिन लाइट बोल्यो होइन। एकदमै सफा, एकदमै डेभलप्ड होइन। वेदर एकदमै राम्रो, एकदमै ठिक छ। पुग्नै लाग्यो, यहीँ नजिकै हो। अब यसको इन्ट्रान्स गेटमा जानु पऱ्यो म चाहिँ होइन। विदेशीहरू पनि हिँडिरहनु भएको छ। इन्ट्रान्स गेट, मैले चाहिँ इन्ट्रान्स गेट चाहिँ पत्ता लगाउनु पऱ्यो साथीहरू। गर्मी त अलिअलि गर्मी छ। यो अब 12 बजेको घाम हो होइन। अलिअलि गर्मी त भइ नै हाल्छ।